प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार शेषद्वारा आफ्नै श्रीमती सहित नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त दिलाएको भन्दै विभिन्न जेनजी समूहले गम्भीर आपत्ति जनाएको छ। राज्यको कार्यकारी प्रमुखको सचिवालय जस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्त हुनु पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता, जवाफदेहिता र पारदर्शिता विरुद्धको प्रत्यक्ष प्रहार भएको जेनजीहरूको ठहर छ। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि उनको मन्त्री परिषदमा रहेका पदाधिकारीहरूले गरेका क्रमिक दुराचार र गैर जिम्मेवार निर्णयहरूले यो सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा गाडिएको पुष्टि गरिएको भन्दै सरकारको चौतर्फी आलोचना सुरु भएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङले 43 करोड रुपैयाँको राष्ट्रिय नोक्सानी हुने गरी भारतसँग कमिसनमुखी विद्युत सम्झौता गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैर कानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सविता भण्डारीले 16-17 वर्षका किशोरीहरूलाई बेहोस बनाएर डिम्ब बिक्री गराउने संगठित समूहलाई कानुनी उन्मुक्ति दिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो काकालाई डीआईजी बनाउन दरबन्दी थप गरेको तथा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवले आफन्तलाई सचिवालयमा नियुक्ति गरेको घटनाले कार्की नेतृत्वको सरकार आफै भ्रष्टाचारको केन्द्रबिन्दु बनेको भन्दै चर्को आलोचना सुरु भएको छ। यी भ्रष्टाचारजन्य सबै गतिविधिहरूमा प्रधानमन्त्रीकै पूर्ण संलग्नता र संरक्षण रहेको भन्दै जेनजीहरूले प्रधानमन्त्री कार्कीको राजीनामा माग गरेका छन्। जेनजी विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका शहीद, घाइतेहरू र न्याय तथा परिवर्तनको आकांक्षा बोकेका सिङ्गो नेपाली जनताप्रति गम्भीर अपमान गर्ने कार्य यही सरकारबाट निरन्तर भइरहेको र यो सरकार झन भ्रष्टाचारमा लिप्त भएको भन्दै जेनजीहरूले विकल्प खोज्ने बताएका छन्। न्यायालयभित्र आफ्नो कार्यकर्ता भर्ती गरी पवित्र संस्थालाई तहस-नहस बनाउने, त्यसपछि कार्यपालिकामा बसेर देशलाई थप सङ्कट, अराजकता र अस्थिरतामा धकेल्ने कृत्यमा सुशीला कार्कीको समूह निरन्तर लागेको भन्दै कार्की नेतृत्वको सरकारको नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको जेनजी समूहले जनाएको छ। जेनजी आन्दोलनका प्रमुख जेनजी समूहहरूले सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेनजी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठाराघात नगर्न चेतावनी दिएको छ। जेनजी विद्रोह नेपाली समाज र राजनीतिमा वर्षौंदेखि जरा गाडेका भ्रष्टाचार, नातावाद, कृपावाद र यस्तै विकृति विरुद्धको विद्रोह रहेको स्मरण गराउँदै कार्की नेतृत्व सरकारको भ्रष्टाचारजन्य गतिविधिको जेनजीहरूले घोर भर्त्सना गरेका छन्।